यस सिटीमा हो अनेस्टली के कहाँमा जानु गाइज मैले तपाईँहरूलाई इस्कन लिएर जान्छु। यो चाहिँ रङ्गेली रोडमा पर्छ है, विराटनगरको। आउन सक्नुहुन्छ। कस्तो राम्रो यहाँ चाहिँ टिका लगाइदिनुहुन्छ। यहीँ पढ्दा नै थाहा थिएन मलाई यही इस्कन छ भनेर। गाइज हामी जिस्कन आएको छौँ होइन यहाँभित्र हो। यहाँ चाहिँ नाउँ लेख्नु पर्दो रहेछ। वाउ दीक्षाको हेयर इज हेयरिङ। थाहा थिएन हरे कृष्ण हरे कृष्ण। कस्तो रमाइलो लाग्यो, यस्तो आनन्द आयो नि। कस्तो लाग्यो तिमीहरूलाई? रमाइलो लाग्यो। जहाँ पनि छ काली मन्दिर, यहाँ नै आउन सक्नुहुन्छ। इस्कनबाट अलिक अगाडि आयो भने यहाँ काली माताको मन्दिर नै छ, यहाँ नि दर्शन गर्न सक्नुहुन्छ। अब चाहिँ हामी जान लागेको सामान किन्नलाई। फाइनली दर्शन सक्यो, अब हामी सामान किन्ने। अलिकति अगाडि आयो भने यहाँ चाहिँ बजरङ्गबली बाबाको मन्दिर छ खोइ, अनि यहाँ चाहिँ ठ्याक्कै साइडमा मस्जिद पनि छ। बाबा कस्तो राम्रो झन्डै ठोक्दैन। यहाँ राम मन्दिर र बजरङ्गबली बाबाको मन्दिर छ, तर भित्र चाहिँ भिडियो बनाउनु कस्तो अप्ठ्यारो लाग्यो, त्यही भएर बनाइनँ मैले। कस्तो राम्रो छ। हामी मन्दिर गइरहेछौँ, घर जानु ढिलो भइसक्यो है। मेरो कलेज चाहिँ यतातिर थियो है गाइजहरू। शिक्षा कलेज यतातिर थियो, तर हामी चाहिँ उता जान पाउँदैनौँ किनभने हामीलाई ढिलो भइसक्यो। कुनै दिन देखाउनेछौँ गयो भने चाहिँ। लेट्स गो। फर्किरहेछौँ फाइनली घुमेर। अब चाहिँ भ्लग आउँछ है, प्रोपर भ्लग आउँछ। आइसक्रिम बाँकी छ, इक्जाम छ दीक्षाको, त्यही पनि घुमिरहेको छ। इक्जाम पनि बाँकी छ। भ्लग आउँछ भनेपछि आउँछ। अब अरूले हुन्छ नि डेली भ्लग आउँछ भन्छ है, तर आउँदैन नि। मेरो केसमा चाहिँ आउँछ है। कोल्ड ब्याग्स जहाँ हामीले खाएको थियौँ युनिकमा त्यही भ्यू चाहिँ हेर्नेको क्या, अनि अङ्कललाई लगिरहेको छौँ। अब धन्यवाद तपाईँलाई। गाइस हम अपन एरिया में आ चुके हैं फाइनली। आइसक्रिम हामीले भर्खर आइसक्रिम खायौँ। बाटो ब्लर होला, ब्लर छ किनभने ब्युटीलाई क्याप्चर गर्न सक्दैन क्यामेराले। दिव्याको पहिलाको स्कुल प्यारागन इङ्ग्लिस सेकेन्ड्री बोर्डिङ स्कुल घर आइसक्यौँ। हामी जान्छौँ भित्र। माइजू पर्खिराख्नुभएको छ। गाइस हाम्रो चाहिँ माउ पर्खिरहेको छ। हाम्रो लागि ढोका पनि ओपन भइसकेको छ। खट्टा दिएर जान्छ जस्तो मामु बाँध्नु हो त ढाडमा दुखेर होला। खुट्टा धोएर जाने हो भित्र। धुनुपर्छ, हाइजिन इज मस्ट। ताला खुल्दै छ, मैले बन्द नै गरेको छु। अँध्यारो आइरह होला। गेम खेल्न आँटेको यो गेस द वर्ड क्यारेट्स हो कि च्यारेट्स हो कि के हो। स्टार्ट ल, अब लाएर पुस्नु होला। हेरेको छैन मैले। टाउ यस। कस्तो सजिलो आउँछ कि ट्रान्सप्यारेन्ट हुन्छ। ट्रान्सप्यारेन्ट र सीमा बस्छ। जेलीफिस यस। ए सुनि छैन हेरे म केही पनि देखिरहेको छु यहाँबाट। मिनिङै थाहा हुँदैन के खेल्नु। ए टोक छ, गुलियोहरूमा आउँछ। एन्ड देखिनुहोस् न, आठवटा खुट्टा हुन्छ, टेन्टेकल्स हुन्छ, रेड कलरको हुन्छ, 3टा ब्रेन हुन्छ। अक्टोपस। तिमीलाई आउँदैन क्या गाइस? बाहिर जान आयो सिक्नुपर्छ गाइस। क्विज जब कि मेरो आउँछ किनभने यो स्कुलमा नि खेलेको। because I'm brainless guys. With which liquid must mix for us to taste its flavor? लिक्विडसँग चाहिँ फुड मिक्स हुनुपर्छ हाम्रो फ्लेभर टेस्ट गर्नको लागि। राइट आन्सर सलाइभा। Which term describes citizens' right to participate in elections? Raise your answer चाहिँ voting right wrong. Which condition is characterized by high blood sugar and commonly occurs older Which adults? condition characterized by high blood sugar and commonly occurs?
Diabetes body, but even organ choose the shit. What was the main function of the pyramids in ancient Egypt? No. यसको answer चाहिँ tombs for pharaohs के हो? कसरी common the word the body is the retina located. This part of the body is the retina located. है मैले चाहिँ over confidence भयो. Ear लाइदिएको थिएँ आई. The organisms called whose entire body consists of a single cell. Single cell organism. Guys, where is the famous polar bear? भन्नै आउँदैन एन्डरसन कहाँ पढ्यो? Saint Germain. जर्मनको कहाँ हुन्छ? New York. Paris. What caused lightning during a thunderstorm? I don't know. Bro, which US president resigned over the Watergate scandal? Abraham Lincoln. एउटा राइट भएको छैन. What does the abbreviation WTO stand for? World Organization World Trade Organization. Yeah, it's the that. मेरो राइट भयो. मैले देखाउनै बिर्सेँ. Which popular startup was founded in Which the popular in 1995? Alibaba? यो भर्खरको नाम हो. सुनेको छैन नि त धेरै. Which fruit is used in Margarita cocktail. Lime. Margarita. सबै गर्नु. अब ग्रीन जुन राइट भयो. राइट भयो. Which period is referred as the Red Terror? World War I or Russian Civil War? वारहरु मध्ये होला. कुन लाइन? मलाई के थाहा छ? राइट भयो. Right, eh? Which body part does an ophthalmologist treat? Oh, कति easy. 1973 को क्वेशन आएर छ. 1773 को. Which treaty formed the European? मलाई लाग्छ 40%. I don't know. यो त पढेको हो. Okay, guys, सक्यो. ए लास्ट 27 वटा क्वेशन मात्र रहेछ. फेरि हाल्नु न त. What is the main cause of Parkinson's disease? Parkinson's हेरौँ तँलाई म. What is the main cause of Parkinson's disease? यो झगडा लगाएन त के मेरो आन्सर राइट. Which philosopher is known for the phrase knowledge is power? Knowledge is power. Knowledge is power. France like that. Last. Who was the India's first prime minister of independence? Guys. ओइ जबलपुर नेहरू पागल जबलपुर के नामै बिर्से नेहरू जबलपुर हो यार जबलपुर त कि तीनटा बुझ्न सोध्दा फेरि Guys, Diksha is 67%, Anjali 44%, 50, 22 छ्या ओइ मेरो भन्दा पनि कम थियो ल बाइ बाइ अब रेडी हुनु पर्छ बाइ बाइ